Hello guys, welcome back. सानो भ्लगमा अहिले म मन्दिर आइरहेको छु इभिनिङ टाइममा। फिलहाल टाइम भयो तपाईको 6 बजे होला मेबी 6 बजेर 6 मिनेट गएछ। दादा दिदीसँग आएको म चाहिँ उनीहरू चाहिँ कुरा गर्नुहुँदैछ चप्पल हराउँदैन न चेटा यहाँनिर भनेर के किन यहाँ 8 years we are working in खाली खुट्टा हिँड्नु पर्नुपर्छ। but Kannur is first time. Where are you working? Bodhi Salon. Here, TC Road, Mysore Road. Now Vinci Institution. Salon is there. Salon. Yeah. स्लोली आउँदैछ दिदी जाउँ न त मेरो त यहाँ मात्रै कालो देख्छ पिन्दैन। Daytime is very hot. What now onwards the rain. टेम्पल चाहिँ यात्रा हुन्डो यसरी बोल्छ यहाँको भाषा चाहिँ। हामी चाहिँ पन्डहरू पनि छ भनेर आएको है। फिलहाल चाहिँ देखेको छुइनँ, मेबी द्याट साइड त्योपट्टि होला है। बट भ्लग बनाउनु चाहिँ छोड्नु भएन कि किनकि सानो सानो भए पनि हाल्दै गर्नुपर्छ भ्लगहरू। यहाँ चाहिँ शिवजीको टेम्पल अरे पर कृष्ण भगवान्को डिफ्रेन्ट टाइपले बनाएको छ क्या। We are devotee of Lord Shiva. Lord Shiva. Oh, this is Mahadeva and that is Perumal. This is Mahadeva. Next time That's we will Mahadeva's visit temple. inside also. Okay. Because today we are not Up to 7:30, 7:40 morning. in the evening, it will be open. Morning. In the morning, 5:30 onwards. मर्निङमा 5:30 मा खोलिन्छ, आउनुपर्छ। Next time भित्र पस्नु होला हाम्रो। बस्नुपर्छ आज त अलिकति। Okay sir, thank you. And you visited, you went to inside before that? No. नो Next time we will be confirmed. Today we eat the food also. Ah, So yeah. without eating food, we will go inside. But in the evening, Balcony रहेछ You त। can go. Balcony बाजेले चाहिँ भन्नुहुँदैछ है जाँदा शिवजीको मन्दिर एकदम पावरफुल मन्दिर हो, सो बेलुका आउँदाखेरि नुहाएर आउनु चाहिँ आउँछ भाइ। भन्नुहुँदैछ। है? हजुर शान्तिले बस्नु हुनुपर्छ। मुनि पनि मन्दिरै हो कि क्या उहाँले भन्नुहुँदैछ बेलुका आउँदा नुहाएर आउनु जतिसक्दो। हामीले चाहिँ अलिकति खाना खाँदै हो कि है, बुझिहाल्नुभयो तपाईँहरूले। त्यही भएर चाहिँ अहिले चाहिँ भिजिट नगरेको, अलिक बादमा आउनुपर्छ। अब उसको जग्गालाई हामीले प्रमोट गरे जस्तै है। दामी जग्गामा आयो देख्नुभयो? मैले तपाईँलाई लिएँ। भित्र त जानु मन पऱ्यो नि मलाई त, एक्साइटेड भएको नि शिवजीको। कम भयो ल बिहान अब बेलुका छुट्टी भएर आउँदैन। बिहान बेस्ट हो त, बिहान बिहान बेस्ट best हो। हो। खाली पेटमा नहिँदै भयो। बेलुका छुट्टी यसो गरौँ न। शिवजीको मन्दिर भनेपछि होइन। एक्साइटेड भयो। नेक्स्ट विक छुट्टी हुन्छ नि हाम्रो, सँगै छुट्टी लिउँ, बिहानै नुहाइजा गरौँ, सिधा आउँ होइन। नेक्स्ट विक त म त फेरि जानुपर्छ त बेलुकै। तिमी अन्त उयो गर, बेलुका नजाऊ, बिहान टेम्पल गएर जाऊ न अन्त। तिमीले त्यहाँ गएर भन्दा त यहाँ टेम्पलमा आएर राम्रो बात गर्छु म छ्यामासँग। 12 बजीको पढ्नु चाहिँ यहाँ रहेछ। आउँदा हुन्छ त हौ जति बेला अन्त। यहाँ पनि पिपलको रुख छ, त्यही पिपलको रुख जहाँ चाहिँ गौतम बुद्धले इन्लाइटमेन्ट पाउनु भएको थियो भन्दै। मैले हिन्दीमा गर्दै थिएँ, नेपालीमा गर्दै थिएँ भ्लग, बिर्सेँ त। नेपालीमा गर्दै थियो। मैले चाहिँ यस्तो यहाँ यस्तो आउँदाखेरि चाहिँ पानी देख्दो रहेछ। यस्तो रहेछ यहाँ पन्ड। मन्दिर हुँदै गएपछि क्यामेरा क्वालिटी चाहिँ बर्बाद हुन थालिहाल्छ मेरो चाहिँ। दिउँसो चाहिँ हेब्बी गरम थियो, बेलुका शीतल भयो नि है पानी परेर। मस्त सुत्दिरहेको थिएँ नि म त। आँखाहरू चाहिँ त्यस्तै छ मेरो, निन्द्रा उठ्ने छ त्यसले त। भएका तातो हावा आउँदैछ है।
यो चाहिँ यहाँ सुरु देख्दो रहेछ मैले मिलाइ छाडेँ हजुर कति एरिया कभर गरेछ नि यहाँ बढ्छ होला नि यो पानी त म पनि अब पिपलको फेदमा बस्छु इन्लाइटमेन्टको लागि तर ममा चाहिँ भगवान् गौतम बुद्धको यस्तो धैर्य र त्यो शान्त बनाएको छैन है त्यही भएर धेरै दिन बस्न सक्दिनँ दिन त के अहिले 2-3 मिनट अन्त 2-3 मिनटमा इन्लाइटमेन्ट पाउने कुरा आएन अब चाहिँ मन्दिरको वरिपरि घुम्छु के छ कसो छ जे छौ जसो छौ भन्नु चाहिँ भएन दा आउनु ल म यता हेर्दै गर्छु खाली पाउँ हिँड्दैछु यहाँ चाहिँ म खाली पाउँ यताबाट पनि एन्ट्रेन्स रहेछ त्यही भएर आधीले चाहिँ चप्पल यहीँ फुकाले रहेछ चप्पल लिएर हिँड्दै कि क्या यता घुम्छु म चाहिँ हल्का त्यो चाहिँ बाबा छोरी बाउ छोरी भित्र चाहिँ जाँदिनँ म मन्दिरको है यहाँको मन्दिरहरूको स्ट्रक्चरै डिफ्रेन्ट मेटेरियल चाहिँ डिफ्रेन्ट लाग्छ त मलाई केटाहरूको क्याप लिएर आएको म चाहिँ मलाई चाहिँ यस्तो क्याप मनपर्छ अगाडिबाट यस्तो हल्का राउन्ड भएको ब्ल्याकमा भए चाहिँ अझै दामी चाहिँ के रहेछ हौ माई गड टनल रहेछ टनल भन्नु पनि भएको छैन कुप रहेछ कुप पूजा गर्नु हुँदो रहेछ यहाँनिर चाहिँ बेलुका आउँदो रहेछ दा यहाँ पूजा गर्नु मान्छेहरू हाम्रोतिर चाहिँ मर्निङमा आउँछ मान्छेहरू कि सिसिटिभी रहेछ यहाँ पुरै हामी चाहिँ मर्निङमा पूजा गर्छ यहाँ चाहिँ इभिनिङमा गर्छ नन्दी त उयो हो नि मेन हो नि लामो पनि रहेछ हौ यिनीहरूको लोकल इटा है परबाट एन्ट्री कहाँसम्म होला आउनु पर्ने त्यो पद्मनाभ टेम्पलमा क्या ट्रिभान्ड्रममा एक राउन्ड लाउनुपर्छ अन्त त्यो पनि पहिला पनि अब यत्रो सर्छ होइन अब हरेस हुन्छ नि अब मेन गेटबाट यस्तो पसेर यताबाट पस्नुपर्छ अन्त फङ्सनहरूको टाइममा चाहिँ नगए पनि हुन्छ खतरा बिजी हुन्छ कति क्लियर क्यामेरा हो कहाँ ब्लर आउँदैछ यस्तो लामो छ मन्दिर यो धुप त्यो जादुको धुप होइन नि फेरि यहाँ पनि मन्दिर हमको अब यहाँ से यहाँ चाहिँ पाप तौलिने तराजु रहेछ है पाप तौलिने पल्ला किनकि यो चाहिँ भगवान् श्री कृष्णको अरे योवाला चाहिँ बिचवाला चाहिँ शिवजीको
एकखेप मन्दिर आएर पाप नधुए पनि खुट्टा धुने चाहिँ रहेछ यहाँनिर है दिदीले धुनु हुँदैछ खुट्टा त्यहाँ मेरो पालो कसले यहाँ चप्पल छोडिराखेछ त्यो लानु नि किन छोडेको टाइमको यसले बनाएको छ नि त्यो पाप नधुए मैले खुट्टा चाहिँ धुएँ है चप्पल चाहिँ यहाँ छ र यो चाहिँ नि एउटा खास कुरा दाले भन्नुभयो यो चाहिँ मन्दिर चाहिँ कोट्यामको किङले बनाउनु भएको अरे पहिला अब तपाईँहरूलाई थाहै छ एन्साइन्ट टाइममा त इन्डियाभरि अल ओभर इन्डियामा हिन्दू टेम्पल ज्यादा थियो त्यसको धेरै बात नमात्रै बट मैले त्यो छुट्याउनु खोजेको होइन धर्मसँग जस्ट मैले चाहिँ यो थाहा पाएँ क्या कोट्यामको किङले बनाउनु भएको अब त्यो टाइममा राजाहरूको टाइममा सो बाई बाई गाइस यहाँसम्म हेर्नुको लागि चाहिँ नेक्स्ट टाइम भेटौँला कुनै नयाँ जग्गामा बाई बाई